रेडियो कान्तिपुर, रेडियो राष्ट्रको। Glamour and gossip. गुड मर्निङ, नमस्कार अनि स्वागत छ यहाँलाई श्रोता। रेडियो कान्तिपुर रेडियो राष्ट्रको जुन 101.8 मेगाहर्जमा पोखरा, नेपालगंज र धनगढ़ी वरपरका क्षेत्रमा 96.1 मेगाहर्जमा नेपालका विभिन्न भूभागमा, पूर्वाञ्चलका कुनाकन्दरामा र www.radiokantipur.com लगइन गरेर विश्वभरि नै अनलाइन रेडियो ग्रुपमा यहाँले इन्टरनेट मार्फत र मोबाइल कम्प्याटेबल सेवाका साथमा पोर्टेबल रूपमा इन्जोय गर्दै आइरहनु भएको छ। त्यति मात्र होइन, अब त यो डिजिटल युगमा www.radiokantipur.ecantipur.com लगइन गर्नुभयो भने यहाँले कान्तिपुर मिडिया ग्रुपका साथ एउटा संस्थालाई एकपटक इन्जोय गर्न सक्नुहुन्छ र सूचना, संगीत र मनोरञ्जनको यो विश्वसनीय ब्लेन्ड जारी नै छ यो डिजिटल युगमा। र साथसाथै यहाँले दूरदराजमा हुनुहुन्छ र इन्टरनेटको पहुँच छैन भने पनि नो प्रब्लम, यहाँले आफ्नो मोबाइल सेट उठाउनुहोस्, त्यहाँ टाइप गर्नुहोस् SUB अथवा सब्सक्रिप्सन अनि स्पेस दिनुस् र नेपालीबाट पढ्ने भए NEP र इंग्लिशबाट पढ्ने भए ENG टाइप गरेर 5 वटा 3 मा पठाइदिनु भयो भने यहाँले एकदमै ताजा समाचार पनि पाउनुहुन्छ दूर दराजमा जतासुकै भए तापनि। तब यही जानकारीका साथमा आज पनि कार्यक्रम ग्ल्यामर एन्ड गफ लिएर उपस्थित भइसकेको छु। एकजना स्रष्टा, उहाँको सांगीतिक क्षेत्रको अचिभमेन्ट र त्यसभित्रको परिवेश लिएर म यहाँकै रेगुलर होस्ट, यहाँकै सांगीतिक सहयात्री हेम सुवेदी। अवश्य पनि कार्यक्रम ग्ल्यामर एन्ड गफमा अब आजका अतिथिको बारेमा त सबभन्दा पहिले मैले जानकारी दिनै पर्ने हुन्छ। हाम्रो यो साथ रहनेछ यो बिहान 9 बजेको कान्तिपुर डायरी पछि, ट्राफिक प्रहरी गतिविधि पछि बिहान 10 बजेसम्म र यो निकै टाइटली लिएर जाने पक्षमा छौं आज हामी, किनकि आजको प्रसंगलाई अलिकति अगाडि बढाउनु भन्दा पनि त्यसमा सानो छोटो भूमिका त आवश्यक हुन्छ नै श्रोता, किनकि अब कुरालाई एकदमै विषयगत रूपले आज बुझ्नुपर्ने हुन्छ। र आजको विषय अन्तर्गत घुस खाने र घुस लिने दुवै राष्ट्रका ठूला शत्रु हुन् भनेर नेपाल राष्ट्र निर्माता तथा नेपाल र नेपालीका एकताका प्रतीक पृथ्वीनारायण शाहले जुन यो उद्गार व्यक्त गरेका थिए, अब यसलाई कार्यान्वयन गर्ने पक्षको कुरा छ यो। र आजको कार्यक्रम सुरु गर्ने अघि जोन एफ केनेडीको एउटा उद्गार पनि निकै सार्थक बन्नेछ। उनले भनेका थिए कि थिंक और आस्क what you can do for your country, not your country can do for you। देशले मलाई के दियो भन्ने कुरा अहिले नसोचिकन देशलाई मैले के दिएँ भन्ने भावनामा उत्पोत भनौं व्यक्तित्व, जसले सन् 2010 अर्थात आजभन्दा 6 वर्ष अगाडि नेपालमा गरिबी, अशिक्षा र भ्रष्टाचारलाई परस्पर रूपमा कम गर्दै यो उद्देश्यलाई साकार बनाउन युनाइटेड स्टेट्स अफ अमेरिकामा बसेर भए पनि निकै कमेन्डेबल, निकै प्रशंसनीय कार्यहरू गर्दै आउनु भएको छ। र वास्तवमा नेपाली राजनीति र नेताहरूले अन्य क्षेत्र चाहिँ उहाँको उद्देश्य अनुरूपका यी तीनै क्षेत्र गरिबी, अशिक्षा र भ्रष्टाचारलाई हटाउन कुनै स्पष्ट नीति पनि आजसम्म यो गणतान्त्रिक मुलुकमा तयार गरिएको पाइएको छैन। तर सरकारले कहिले गरिदेला भनेर आश गरेर बस्यौं भने वास्तवमा श्रोता यो लक्ष्य एकदमै पूर्ति गर्न पनि निकै ढिलो हुनेछ हामीलाई। त्यसैले निजी क्षेत्रबाट साइमल्टेनियसली यो जुन गरिबी, अशिक्षा र भ्रष्टाचारलाई नेपालबाट भनौं न अन्त्य गरियो भने अनि मात्रै जनताले एक्चुअल यो लोकतन्त्र अथवा गणतन्त्रको पहिलो प्रभावशाली रूपले अनुभूति गर्न सक्छन् भन्ने हाम्रो भनाइ हो। तर प्रश्न छ कि यही वर्ष गत वैशाख 12 मा गएको महाभूकम्पले एकातिर लाखौं नेपालीको घरबार भत्किएर घरबार विहीन भएर एकैचोटी गरिबी र अशिक्षाको संक्रमण खेपिरहेका बेलामा र विदेशबाट अनुदान प्राप्त गरेको ठूलो राहत रकम र खाद्यान्न अनि घरवासको व्यवस्थापन राजनीतिक पार्टी र नेताहरूको जुङ्गाको लडाईँले निकै पछि भनौं न केही समय अघि मात्रै पुनर्निर्माण कार्यले निरन्तरता पाएको परिप्रेक्ष्यमा त्यस्ता थुप्रै भूकम्प पीडितहरूलाई राहत नपुगेर भनौं न उनीहरू यो जाडोमा -50 को जाडोमा काँपिरहेका बेला थरथरी गरिबहरूलाई पुर्याउनु पर्ने राहतमा प्रहरी, प्रशासन र सुरक्षा निकायबाट नै दुरुपयोग भइरहेको सन्दर्भमा
यस्ता व्यक्ति को निस्कनु भयो त जसले यति महान लक्ष्य निजी क्षेत्रबाट व्यक्तिगत संस्थाका रूपमा अगाडि लिएर जाने साहस गर्नुभयो। अब यो सुन्दै पनि आफैमा अनौठो कुरा लाग्छ यस्तो परिप्रेक्ष्यमा कुरा गर्दा, जहाँ हामीले अघि नै भर्खरै डीएसपीद्वारा घुस खाइएको अथवा लिइएको प्रसंग पनि भर्खरै समाचारमा सुन्यौं। त्यसरी प्रहरी प्रशासनहरू नै त्यस्तो रूपमा छन् जहाँ संयुक्त राज्य अमेरिकाको टेक्सास ऑस्टिनमा सन् 2010 मा हेम सरिता पाठक फाउन्डेशन अथवा भनौं यो HSPF नामक यो गैर नाफामूलक र गैर सरकारी संस्था खोलेर नेपालमा यिनै 3 विधामा सेवा गर्दै आउनुभएका, अमेरिकामा 501c3 तथा नेपालमा एनजीओ रजिस्टर गरी गएको भूकम्पबाट पीडित भएका साँखु काठमाडौँ स्थित घुमर चोकमा रहेको उग्रतारा सेकेन्डरी स्कूल का 225 जना बालबालिकाहरूलाई पनि प्रत्यक्ष रूपमा सहयोग गर्दै त्यो विद्यालयलाई हायर सेकेन्डरी बनाउन पनि टेवा पुर्याउनु भएको छ उहाँले। र उहाँ हुनुहुन्छ श्रोता नन अदर देन हेम सरिता पाठक फाउन्डेशनका वान अफ द फाउन्डर हेम पाठक। अब संयोगले हाम्रो नाम पनि हेम हेम नै जुझ्न गएछ। र आजको कार्यक्रमका जो हाम्रा गेस्ट हुनुहुन्छ हेम पाठक, विशेष त नेपाली सांगीतिक क्षेत्रका स्रष्टाहरूसँगको यो बेसिकली अन्तरङ्ग प्रस्तुत गरिने कार्यक्रममा हेम पाठक कसरी अतिथि हुनुभयो भन्ने प्रश्नको उत्तर पनि त्यत्तिकै इन्ट्रेस्टिङ छ। र यो रहेको छ उहाँको उद्देश्यलाई प्रम्प्टली साकार पार्न उहाँले हेम सरिता पाठक फाउन्डेशन मार्फत हरेक वर्ष नेपाली साहित्य संगीत र पत्रकारिता यो 3 वटा विधामा आफ्नो प्रतिभा नैतिक र इमानदार भएर प्रस्तुत गरेर विशेष गरी भ्रष्टाचारको विरुद्धमा आफ्नो प्रतिभा प्रभावशाली ढंगले जनमानसमा प्रस्तुत गर्दै आएका ती विधाका एकजना साहित्यकारलाई $1000 पुरस्कार अनि त्यसैगरी एकजना संगीतकर्मीलाई $2000 पुरस्कार तथा एकजना पत्रकारलाई $3000 पुरस्कार पनि प्रदान गर्दै आउनु भएको छ उहाँले। यो निकै नै प्रशंसनीय कुरा हो। त्यति मात्र होइन श्रोता, देशका लागि नैतिक रूपले इमानदार भएर समाजलाई प्रेरणा दिँदै आएका एकजना राजनीतिज्ञ, एकजना प्रहरी, एकजना प्रशासक र एकजना न्याय क्षेत्रका नैतिक नेपालीलाई पनि उहाँको संस्थाले क्लीन सिटिजन रिकग्नाइजेसन अवार्ड पनि दिँदै आएको छ। अब जहाँसम्म उहाँले प्रहरीलाई पनि खोज्ने कुरा गर्नुभएको छ त्यो त अघि नै भर्खर समाचार सुनिहालियो। र यही कुराबाट प्रेरित भएर अहिले जुन उहाँले भ्रष्टाचार र भ्रष्टाचारीहरूका विरुद्ध आवाज बुलन्द गर्ने अभियानमा नेपालका विभिन्न चर्चित गायक गायिकाहरू तथा गीतकारहरूको स्वर र शब्दलाई समेटेर वरिष्ठ संगीतकार नारायण ओलीको एकल संगीतमा एउटा एकल एल्बम नै तयार पार्नु भएको छ, जुन एल्बमका गीतहरू हामीले विगतमा पनि रेडियो कान्तिपुरबाट निकै बजाइसकेका छौं श्रोता हाम्रो कार्यक्रममा पनि। तर यो आज बज्नुको उद्देश्य पनि निकै ठूलो छ। हामी यही अभियान मार्फत नै स्पष्ट गर्नेछौं। कार्यक्रम एकदमै सुन्दै गर्नु होला। यदि यहाँहरू पनि देशमा असल शासन होस् भन्ने महत्वाकांक्षी हुनुहुन्छ भने त सबभन्दा पहिले त म दुवैजनालाई स्वागत गर्न चाहन्छु कार्यक्रम ग्ल्यामर एन्ड गफमा। मेरो यता बाहिर हुनुहुन्छ हेम पाठक जी। हेम पाठक, वेलकम टु माई शो। धेरै धेरै स्वागत छ यहाँलाई। थ्यांक यू सो मच जी। हजुर, अनि त्यस्तै हाम्रो नारायण ओलीजी हुनुहुन्छ, यहाँलाई पनि स्वागत छ। धन्यवाद। अब कुराको थालनी म सबभन्दा पहिले हेम पाठकज्यूबाट गर्छु, जुन उहाँको मैले व्यक्तिगत विवरणमा एउटा लङ कोट लगाउनु भएको छ। रेडियोबाट मैले व्यक्त गर्नुपर्दा 55 वर्षका हुनुहुन्छ, तेह्रथुम जिल्ला 8 राई 3 चम्केमा बसोबास गर्दै आउनुभएको, मूल घर त्यो सम्झेर नेपाल आइरहनुहुन्छ। अमेरिकाको टेक्सास ऑस्टिनमा बस्नु भएको छ, व्यापार गर्नुहुन्छ, मातृभूमिप्रति निकै ठूलो लगाव देखिन्छ आजभोलि एनआरएन व्यक्तिहरूमा अथवा जो बाहिर गएर बसिरहनु भएको छ। हेम सरिता पाठक फाउन्डेशनको यो प्रमुख संरक्षक नै हुनुहुन्छ र त्यसैगरी उद्देश्यमै मैले अघि भने शिक्षा र त्यसैगरी एन्टी करप्सन अथवा यो जुन भ्रष्टाचार विरोधी अभियान हो र 4 वर्षदेखि यो जुन पुरस्कार उहाँले दिँदै आउनु भएको छ यस अभियानमा संलग्न व्यक्तित्वहरूलाई, त्यसको क्रममा अब म सबभन्दा पहिले उहाँसँगै कुरा गर्छु र मैले भने चाहिँ नि म यहाँलाई सोध्दैछु, हेम सरिता पाठक फाउन्डेशनले गरेका यो लेटेस्ट कार्यहरू तथा उपलब्धि वा कुनै अभियान नै बोकेर यसपटक आउनु भएको हो कि वा तपाईले यो पुरस्कार दिनका लागि भनेर आउनु भएको वा केही त्यस्तो भिजन बोकेर अहिले आउनु भएको? सर्ट टाइममा कहिले आउनुभयो अमेरिकाबाट? म आएको एमजी करिब 3 हप्ता भयो। ए हजुर। अमेरिकाबाट नेपालमा आएको। यसपालिको म नेपाल आउनको प्रमुख उद्देश्य भनेको अलिकति पारिवारिक पनि छ। मेरो आमा बिरामी हुनुहुन्थ्यो, 90 वर्षको हुनुहुन्छ, जसको नाममा हामीले टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार स्थापना गरेका छौं। वार्षिक $3000। उहाँ मेरो आमा अलिकति बिरामी भएको हुनाले मैले आमालाई हेर्न एकदम राम्रो, म उहाँको सुस्वास्थ्य दीर्घायुको कामना गर्छु। थ्यांक यू सो मच। मेन मेरो यसपालिको आउनुको उद्देश्य त्यो हो। तर आइरहेको अवस्थामा हामी सामाजिक कार्यकर्ता, एउटा समाजलाई रूपान्तरण गर्नुपर्छ भनेर एउटा अभियान बोकेर हिँडेको मान्छे, हामी जहाँ गयो त्यहाँ सामाजिक काम त भइहाल्छ एमजी। जहाँ बस्यो त्यहाँ हुन्छ, हामी हिँड्दै पनि हुन्छ, म विश्वास गर्छु। हजुर। अनि त्यही सन्दर्भमा म पारिवारिक कामको लागि आएको मान्छे, तर हामीले केही सामाजिक कामहरू पनि गर्यौं।
त्यो हामीले आएर गरेको सामाजिक कामहरूमध्ये हामीले हेमसरिता पाठक फाउन्डेसनको तर्फबाट भर्खरै साँखुको घुमारचोक भन्ने ठाउँमा अहिलेसम्म 21 र 5 26 जना परिवारलाई आयमूलक काम गर्नुको निमित्त हामीले केही रकम हस्तान्तरण गरिसक्यौँ एउटा कार्यक्रम फाउन्डेसन अन्तर्गत र टोटल यसपालिको हामीले टोटल बजेट भनेको $20,000 राखेका छौँ त्यो आयमूलक काम गर्नको निमित्त घुमारचोकका सबैभन्दा गरिब परिवार मध्येबाट छानेर दिनको निमित्त एउटा हामीले कमिटी गठन गरेको छ त्यहाँ अत्यन्त सक्षम कमिटी छ त्यो कमिटीले हामीले त्यो पैसा ह्यान्डओभर गरिसकेका छौँ र त्यो कमिटीले आवश्यकता र डिमान्ड अनुसार त्यो गाउँका गरिब निडी पिपलहरूको आय आर्जन मार्फत आर्थिक र सामाजिक रूपान्तरणको निमित्त उनीहरूलाई सहयोग गर्ने लक्ष्य राखेको छ त्यसमध्ये अहिलेसम्म 28 जना मलाई लाग्छ 28 जनालाई उहाँहरूले दिइसक्नुभयो 20,000 देखि 1 लाख रुपियाँसम्म उहाँहरूको के काम गर्ने कामको प्रपोजलको आधारमा दिने भनेर निर्णय गर्नुभएको छ उहाँहरूले र बाँकी पैसा पनि उहाँहरूले बिस्तारै आवश्यकता र डिमान्ड अनुसार दिँदै जानुहुन्छ एक काम हामीले त्यो गर्यौँ हेमजी भर्खरै गर्यौँ हामीले एउटा कार्यक्रमलाई को आयोजना गरेरै गर्यौँ त्योदेखि बाहेक हामीसँग हेमजी $60,000 को एउटा फन्ड थियो त्यो फन्ड भनेको जम्मा 3टा संस्थाको संयुक्त प्रयासमा हामीले कलेक्ट गरेको फन्ड हो कुन तीनटा त्यो 3टा संस्था भनेको हेमसरिता पाठक फाउन्डेसन US नेपाल वेलफेयर सोसाइटी र अमेरिकामा एउटा विदेशीहरूको व्यापारिक संस्था छ गामा यो 3टा संस्थाले हामीले नेपालमा भूकम्प पीडितलाई सहयोग गर्ने भनेर $60,000 हामीले फन्ड कलेक्सन गर्यौं त्यो फन्ड हामीले केमा खर्च गर्ने भनेर हामीले त्यही 3टै संस्थाले निर्णय गरेका थियौं त्यसमध्ये घुमारचोकको जहाँ अहिले हामीले हाई स्कुल सञ्चालन गरिरहेका छौं त्यो ठाउँका बच्चाहरूको अभिभावकका घर जसको भत्केको छ त्यो भत्केका घर त अब सबैका भत्केका छन् तर सबैलाई हामी गर्न सक्दैनौं हामीसँग फन्ड पनि कम करिब 400 मा 200 जति भत्केका भन्ने जस्तो कुराहरु होइन 100% भत्केका छन् कुनै पनि घर त्यहाँ बस्दैन राम्रोसँग छैन सबै तामाङ बस्ती छ सबै पुअर पिपल छन् पुराना घरहरू ती सबै भत्केका छन् जबकि काठमाडौँकै नजिक अनि त्यो सबैलाई त हामीले बनाउन सक्ने सम्भावना छैन तर हाम्रो बच्चाका अभिभावक जो सबैभन्दा गरिब बड छानेर हामीले घुमारचोकमा 10 वटा घर बनाउने र काठमाडौँ क्षेत्र नम्बर 3 मा 5 वटा घर बनाउने भनेर हामीले टार्गेट राखेका थियौं हामीले जम्मा 15 वटा घर बनाउने 15 वटा घर मध्ये एउटा घर हामीले बनाइसकेर भर्खरै एउटा कार्यक्रमको बीचमा हस्तान्तरण पनि गर्यौं त्यति 3टै संस्थाको नाममा बनिएको घर हो त्यो र बाँकी 9 वटा घर घुमारचोकमा बनाउनको निमित्त हामीले त्यहाँको एउटा कमिटी बनाएर भूकम्प पीडित सहयोग समिति भनेर एउटा कमिटी बनाएको छ लोकल पिपलहरुको संलग्नतामा त्यसले अरु घरहरु त्यहाँ बनाउन सुरु गरेको छ त्यस्तै काठमाडौँ क्षेत्र नम्बर 3 मा हाम्रो संस्थाको सल्लाहकार हुनुहुन्छ अन्तर्राष्ट्रिय सल्लाहकार रामेश्वर फुएल उहाँले 5 वटा घर बनाउनको निमित्त अहिले त्यो सबैभन्दा निडी पिपल को हुनुहुन्छ त भनेर छानेर उहाँहरु ले 5 वटा घर त्यहाँ बनाउन लाग्दै हुनुहुन्छ एउटा काम हामीले यो सम्पन्न गरिसक्यौं भन्दा पनि भयो दोस्रो कुरो अब 60,000 मा को 60% पैसा हामीले यसरी त्यहाँ घर बनाउन लगाउने भनेर सोचाइ बनाएका छौं र 40% पैसा मा हामीले सिन्धुपाल्चोकमा एउटा स्कुल जो पूर्ण रूपमा ध्वस्त भएको छ त्यो स्कुलको नाम के हो त्यो स्कुलको नाम समथिङ के भनौं न म अलिकति ठीक छ त्यो स्कुलको बिल्डिङ बनाइदिने भनेर हामीले सोचाइ बनाएका छौं सायदै म अब एक हप्तामा म आफ्नो काममा फर्किँदै छु त्यो भन्दा पहिला त्यो काम सुरु गरेर फर्किने हाम्रो टार्गेट छ भनेपछि बिजी हुनुहुन्छ यसदेखि बाहेक हामीले विगत 4 वर्षदेखि प्रदान गर्दै आएको भ्रष्टाचार विरोधी अभियानको जुन वार्षिक $6,000 पुरस्कार अभियन्ताहरूलाई त्यो चाहिँ 2 सालको पुरस्कार हामीले वितरण नगरिकन त्यसलाई भूकम्प पीडितलाई सहयोग गर्ने हामीले निर्णय गरेका छौं हाम्रो फाउन्डेसनले एकदम राम्रो त्यसकारण अहिले हामीले त्यो हाम्रो रेगुलर सबभन्दा पहिला त्यता ध्यान दिनु पर्यो हजुर स्थगित गरेर रेगुलर कार्यक्रम गरेनौं हामीले तर 2 वर्ष पहिलाको हजुर 2013 को एउटा साहित्यिक पुरस्कार हामीले दिन पाएका थिएनौं किनभने त्यो साहित्यिक पुरस्कारमा भ्रष्टाचार विरोधी कविता लेखेर प्रथम हुनुभएको व्यक्ति को हुनुहुन्थ्यो डाक्टर भीष्म भुसाल उहाँ त्यो बेलामा स्पेनमा पीएचडी गर्दै हुनुहुँदो रहेछ उहाँले पुरस्कार त जित्नुभयो तर हामीले उहाँलाई दिन पाएको थिएन यो आका बेलामा त्यो पुरस्कार पनि हामीले ह्यान्डओभर गर्यौं यसपालि एउटा कार्यक्रमको बीचमा र यसपालि यिनी गतिविधि र अरु
सामाजिक परिवेशमा र भ्रष्टाचार कसरी नेपालमा न्यूनीकरण हुन सकिन्छ, अब के काम गर्नुपर्छ भन्ने योसँग सम्बन्धित यसलाई अलिकति मन पराउने साथीभाइसँग सल्लाह सुझाव गर्दै सुझाव लिँदै त्यसलाई कार्यान्वयनको निमित्त अब हामीले अगाडि बढ्नको निमित्त एकदम राम्रो। यस अर्थमा तपाईले गरिबी यो तीनैवटा विधालाई अहिले बोल्दै गर्दा छुनु पनि भयो। गरिबीको कुरा आइहाल्यो, शिक्षामा तपाईले सिन्धुपाल्चोकको स्कुलको सहयोगको कुरा गरिहाल्नुभयो र साथसाथै अब भ्रष्टाचार एउटा अझ टड्कारो विषय यहाँनिर देखियो। जब अगुवाहरू नैतिक हुन्छन् अनि बल्ल जनताहरू नैतिक हुन्छन् भन्ने कुरालाई हृदयङ्गम गर्नु भएको पनि तपाईको मुख्य अभियान हो खास गरी। अब यो अभियानतिर हामी जाउँ जहाँ तपाईले एउटा एल्बम बनाउनु भएको छ, यो हेमसरिता पाठक प्रतिष्ठानद्वारा भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं सचेतना भाग 3 भनेर। विगतका भाग 1 र 2 के भए? विगतका भाग 1 र 2 हामीले भाग 1 पहिलो वर्षमा हामीले निर्माण गर्यौं। त्यसबाट हामीले अलिकति राम्रो फिडब्याक पाइसकेपछि अर्को वर्ष हामीले भाग 2 हामीले निर्माण गर्यौं। त्यसबाट अझ राम्रो फिडब्याक पाइसकेपछि मैले नारायण भाइ र मैले सल्लाह गरेर यो भाग 3 को निर्माण गरेका। तर बिडमना सर, यो हाम्रो नारायण ओली सरले यो एकल संगीत गर्नु भएको छ, ज्यादै मिठो छ, हामी अब यसैका गीतहरू सुन्छौं। तर यो भाग 1 र 2 हाम्रो रेडियो कान्तिपुरमा आएको रहेनछ। कृपया यहाँलाई म आग्रह गर्छु कि त्यो उपलब्ध गराइदिनु होला ताकि हामी हाम्रा श्रोतालाई अझ प्रसारण गर्न सकौं। एकदमै आउँछ। यो यहाँले यसरी चाख लिएर हामीले गर्नुपर्ने काममा चाख लिएर जुन उपलब्ध गराइदिनु भनेर यहाँले हामीले भन्नु पनि यसको निमित्त तपाईँ एउटा नेपालको भ्रष्टाचार विरोधी ठूलो अभियान्ता मलाई लाग्यो। एकदम यसको निमित्त धेरै धेरै धन्यवाद। एकदम यु आर वेलकम। र मैले त्यस सम्बन्धी कार्यक्रम अरू पनि हुन त सञ्चालन गरिरहेको छु। सबभन्दा पहिले जुन यति राम्रो मिसन लिएर तपाईले फाउन्डेसन सञ्चालन गर्नुभयो, अहिले भन्नुभयो सबै कुरा, र यता मैले तपाईको यो फाउन्डेसनको मुख्य कार्य जसरी यो भ्रष्टाचार मुक्त देश बनाउने भन्दै गर्दा ठ्याक्कै यतिखेर नेपाल सबैभन्दा भ्रष्टाचारी मुलुकहरूको सूचीमा अझै थप भ्रष्टाचार गर्दै 4 स्थान माथि उक्लेको छ अहिले भर्खरै, हैन तपाईको है? तपाईको यो 4 स्थान जुन उक्लियो 226 बाट 230 मा जुन पुग्यो नि, यस्तोमा तपाईलाई त प्रेरणा यो भनौं न मिल्नु पर्नेमा थप निराश बनाएको अथवा आफ्नो अभियानमा थप ठूलो चुनौती आएको महसुस गर्नु भएको छैन? मैले चुनौती आएको महसुस गरेको छ। वास्तवमा यही प्रत्येक दिन वर्षको कुरै छोड्दिउँ हेमजी, प्रत्येक दिन र प्रत्येक सेकेन्डमा नेपालमा भ्रष्टाचार बढिरहेको हुँदा हामीले यो अभियान सुरु गरेको। पिरोलेर अभियान सुरु गरेको। यहाँले अहिले भन्नुभयो नि लास्ट इयर भन्दा अहिले 4थो स्थानमा उक्लियो भ्रष्टाचारीले, खुड्किला माथि चढे अझ त्यो नचढेर घटिरहेको भए त हामीले गर्नै पर्ने थिएन। वास्तवमा सही कुरो गर्नुभयो। अब हरेक मिनेटमा हरेक पहलमा त्यो खुड्किला भ्रष्टाचारीहरूले उक्लिरहेको हामीले जब महसुस गर्यौं, अब देश करिब कोल्याप्स हुने अवस्थामा छ भन्ने हामीलाई लाग्यो। त्यसपछि अब हामीले जनस्तरबाट भ्रष्टाचारीहरूलाई समाप्त पार्ने अभियान चाहिँ हामीले सुरु गर्नुपर्छ भनेर सुरु गरिएको। अनि तर सर, अब व्यापक नियन्त्रण गर्नको लागि यति मात्रै प्रयास भनौँ न यथेष्ट होला र ठूला मिसन र प्रोजेक्ट पनि हुनु पर्यो र अर्को कुरा हातेमालो गर्नु हुनु पर्यो जहाँ नेताहरू नै भ्रष्टाचारीमा लागेका छन् र आइजिपीहरू नै खोरभित्र छन् भने अब यो देशमा कसरी जाने भन्ने बारेमा त यदि नेपाललाई सिङ्गापुर बनाउने हो भने ली जस्तै भ्रष्टाचारीलाई क्यापिटल पनिसमेन्टसम्म पुग्नुपर्छ, मृत्युदण्ड दिनुपर्छ भनेर भनिन्छ। जहाँसम्म एकजनाले हँसाए कि यहाँ मृत्युदण्ड दिने हो भने त सबै नेताहरू कोही बाँकी रहन्नन् भन्ने यस्ता कुराहरू पनि गरेका थिए, होइन? यो के मान्नुहुन्छ त? यो जुन प्रयास पर्याप्त पक्कै छैन कि ठुलै सजायको कुनै कानुन चाहिने हो कि यो अझ प्रभावकारी बनाउन यसका लागि र युज हुनुपर्ने हो नि त यो राज्यको प्रमुख संयन्त्रलाई पनि मिसाएर, होइन र? मान्नुहुन्न? एकदम मान्छु म। वास्तवमा हेमजी हाम्रो अभियान भनेको यो एउटा 2-3टा एल्बम भ्रष्टाचार विरोधी एल्बम निकालेर हुँदैन, अथवा अमुक पत्रकारलाई र अमुक गायकलाई पुरस्कार दिएर यो हाम्रो उद्देश्य होइन। यो भनेको प्रचारात्मक अभियान मात्रै हो। हामीले काम सुरु गर्दा कहाँबाट सुरु गर्ने त भन्दा एक ठाउँबाट त गर्नु पर्यो। इनिसिएसन हामीले यो प्रचारात्मक अभियानको निमित्त यो सुरु गरेको हेमजी हो। तर हाम्रो टार्गेट भनेको नेपालमा भ्रष्टाचार न्यूनीकरणको निमित्त जम्मा 15 वर्ष हाम्रो दीर्घकालीन योजना छ। 15 वर्षभित्रमा हामी भ्रष्टाचार न्यूनीकरण भएको हामी हेर्न पाउँछौँ। अहिले कति वर्ष भयो? 4 वर्ष भयो अहिले। अब 11 वर्ष बाँकी छ। किनभने हामीले हामीले अहिले जुन बच्चाहरू पढाइरहेका छौँ नि, त्यो बच्चाहरूले जब पढिसकेर तिनीहरू आफ्नो काममा थाल्छन्, सामाजिक काममा थाल्छन्, भ्रष्टाचार विरोधी कुराहरू उनीहरूले बोल्न थाल्छन्, तिनीहरू पत्रकार हुन्छन्, तिनीहरू गायक हुन्छन्, तिनीहरू राजनीतिज्ञ हुन्छन्, त्यसपछि उनीहरूले जब काम सुरु गर्छन् नि त्यतिखेरसम्म हजारौं बच्चाहरू हामीले उत्पादन गरिसकेका हुन्छन्। त्यो हजारौं बच्चाले देशको विभिन्न भागमा काम गर्न थालेपछि गजबको भिजन भयो। अनि त्यसपछि
हामीले के भन्ने गरेको छ भने अझ हाम्रो उद्देश्य भनेको अहिले हामीले एउटा स्कुल मात्रै चलाइरहेका छौँ, हाई स्कुल। त्यसमा र हामीले 13-16 जना बच्चाहरू काठमाडौँ बाहिरका बच्चाहरूलाई पढाइरहेका छौँ। यी सबै बच्चाहरूले अहिले नै थाहा छ उनीहरूलाई हामीले भ्रष्टाचार विरोधी अभियानमा लाग्नुपर्छ भनेर। तर यति मात्रै होइन, हाम्रो अर्को उद्देश्य के छ भने विदिन 2 इयर्समा हामी देशभरिको एउटा जिल्लाको 2 जना बच्चाका दरले छानेर ल्याएर सेलेक्सन गरेर ल्याएर हामी एउटा ठाउँमा उनीहरूलाई होस्टलमा राखेर हामी पढाउँछौँ। त्यो बच्चाहरूको जम्मा संख्या हामीले 200 जना होस्टलमा राख्ने संस्कारको कुरा आउँछ त्यहाँ। 200 जना बच्चाहरू पढाउने हाम्रो टार्गेट छ। अहिले चलिरहेको हाई स्कुलमा जति बच्चा पढ्छन् ती त छँदैछन्, त्योदेखि बाहेकका अरू 200 जना बच्चा हामी पढाउँछौँ भनेपछि मलाई भन्न सक्नुहुन्छ अनि तपाईँ अलिकति क्लियर हुन्छ हाम्रो मिसन के हो भने जब त्यो 200 जना बच्चा पढिसक्छन् नि तिनीहरूलाई हामीले पढिसकेकै अवधिमा पढ्दाको अवधिमा हामी उहाँहरूलाई के शिक्षा दिन्छौँ भने यो देशलाई भ्रष्टाचार मुक्त बनाउनको निमित्त तिमीहरूको ठुलो योगदान हुन्छ। अहिलेसम्म भएको संरचना पोलिटिकल पार्टी कर्मचारीले यो भ्रष्टाचार रोक्ने होइन, उनीहरूले बढाउने हो। त्यसकारण तिनीहरूले पढिसके पछाडि आफ्नो गाउँमा आफ्नो जिल्लामा गएर पोलिटिसियनलाई सबभन्दा पहिला खबरदारी गर, हिजो तिमीहरूले छानेर पठाएको पोलिटिसियनको आर्थिक हैसियत के थियो जिल्लामा र 5 वर्ष उसले जब आफ्नो कार्यकाल पूरा गरिसक्छ त्यसपछि उसको आर्थिक हैसियत के हुन्छ, उसको छोराछोरी हिजो कहाँ पढ्दै थिए र आज कहाँ पढ्न थाले त्यो खबरदारी गर। उनीहरूको आर्थिक स्थिति परिवर्तन मात्रै भएको थाहा पायो भने उनीहरूलाई घोक्राइहाल्छ, त्यहाँ उनीहरूलाई समतै पारिहाल्ने। यो काममा जब त्यो हाम्रा बच्चाहरू जिल्लामा गएर लाग्छन् त्यसपछि राजनीतिक तहबाट हुने भ्रष्टाचार अलिकति न्यून हुन थाल्छ। त्यो क्रम एकैचोटि न्यून हुँदैन, फेरि क्रमिक रूपमा केही वर्ष बितिसके पछाडि भ्रष्टाचारी जति सबै माइनस हुँदै जान्छन् र उनीहरूको विरोधमा त्यो जिल्लाका सबै जनता लाग्छन् होइन। अनि त्यसपछि राम्रो मान्छे छानेर राजनीतिक नेतृत्वमा जनताले पठाउन थाल्छन्। उनीहरूले भ्रष्टाचार गर्दैनन्। त्यसपछि भिजनमा एकदम तपाईँ दृढ हुनुहुन्छ त, स्टबन हुनुहुन्छ। म दृढ छु। यो कुनै कथा त होइन नि, कथा होइन। यो कथा चाहिँ सुरु गर्नुभन्दा पहिला रच्न त कथा रच्नै पर्छ, तर त्यो कथालाई अहिले हामी कार्यरूपमा दिन लाग्छ। सर अब कथा होइन गीत सुनौँ र गीत सुन्ने बेलामा मनोज राजको स्वरमा रहेको ज्यादै हृदयस्पर्शी छ तिम्रो पेट भरिँदा तिम्रो पेट चर्किँदा कर्णालीको पेट खुम्चिन्छ हैन, तिम्रो महल अग्लिँदा कर्णालीको झुप्रो चुइन्छ। बडो भावनात्मक तवरले मनोज राजले गाएका छन्, तपाईले संगीत दिनुभयो। यो संगीत दिन नारायण सर तपाईँ वरिष्ठ संगीतकार हुनुहुन्छ, कस्तो फिल गर्नुभयो भित्रबाट के तपाईले कस्तो दिनुपर्छ जनतालाई यो भावमा वेदनात्मक दिनुपर्छ, जुन कि 2 लाइन देख्दैखेरि रविन्द्र मिश्रजीले पनि पहिलोचोटि लेख्नु र सबै गीतहरुमा हाम्रो हेमदाइ र हामीले के भन्यो भने पहिलाको 2टा एल्बम गरिसकेका थियो, त्यसमा म समाविष्ट थिइन। तर त्यो 2टामा चाहिँ के थियो भन्दा राइटरहरूले पनि यो भ्रष्टाचारी भन्ने ठाडो हिसाबले नभनेर अलिकति राइटिङ स्टाइलमा अलिकति सफ्ट तरिकाले लेखेको थियो। त्यसले त प्रहारै हुँदैन, एन्टिबायोटिक होइन भ्याक्सिन हान्नु पर्नेमा सानो सिटामुल दिएर लाग्दैन भन्ने हिसाबले यो हिसाबले हामीले प्रहार गरौँ भनेर मैले प्रत्येक राइटरहरूलाई इभन किरण खरेललाई रत्न शमशेर दाईदेखि लिएर रविन्द्र मिश्रज्यूले लेखेकोमा भ्रष्टाचारी भन्ने वर्ड नभए तापनि त्यतिकै त्योभन्दा गहिरो हिसाबले उहाँले हान्नु भएको छ प्रहार होइन। तिम्रो पेट चर्किँदा तिमी खाएर डकार्दैछौ, फुड पोइजन हुने हिसाबले खाँदैछौ, कर्णालीको भोको बसिरहेछ। यो मुलुकको कस्तो व्यवस्था होइन। सुन्नु न यति मिठो कुरा गर्नुभयो, नेताले सुन्छन् त, यो हृदयङ्गम गर्छन्, नेताले काम गर्छ त। एउटा कुरा यसमा मेरो अभियान पहिला तपाईँको इन्टरभ्यूमा आउँदाखेरि पनि मैले भनेको अख्तियार प्रमुखजीलाई तपाईँ एक्लैले डामेर सक्नुहुन्न, तपाईँले समातेका मान्छे भोलि दुधले नुहाए जस्तो गरेर चोखेर निक्ल्यो भने त्यो अर्को देशको लागि विडम्बना हुन्छ। त्यस कारणले गर्दाखेरि सबैभन्दा जनकारबाही र सामाजिक बहिष्कार भनेको जनता सचेत बनाउने हो र यो एल्बमको नाम पनि सचेतना छ होइन। त्यसले गर्दा कसरी गराउने भन्दा हरेक ठाउँमा 50,000 लाख जनतालाई निशुल्क बोलाएर हामीले देशमा हामी शक्तिहरू गरेर गर्नुपर्छ। त्यो खालको स्थिति तपाईँहरूले बनाइदिन सक्नुहुन्छ भन्ने प्रस्ताव पनि राखे। एकदम राम्रो, म सोध्नेवाला थिएँ, तपाईँले उत्तर दिनुभयो। अख्तियारसँगको समन्वय, तथापि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्माननीय प्रमुख आयुक्त जीका लागि पनि भनेर उल्टे वाइसिएलले फेरि सम्पत्ति सार्वजनिक गर्न भनिरहेको छ। यो देशको ल एन्ड अर्डर हेर्नुहोस् है, अब भनेपछि त कुटे जस्तो गर म रोए जस्तो गर्छु भनेर ठुला माछा र नेताहरूसँग उहाँले पौठे चोरी खेल्नु भएको, लुकी चोरी, किनभने कारबाही कहिले हुँदैन, कुरा मात्रै हुन्छ भन्ने कुराहरू भइरहेछ। हेर्नुहोस् यो कुरा आफ्नो ठाउँमा छ, तर हाम्रो अभियान यो गीत पनि हो अहिलेको लागि। लेट्स एन्जॉय दिस नम्बर, त्यसपछि फर्केर एकदमै कम्प्याक्ट कुराकानीमा आउनेछौँ। कार्यक्रम सुन्दै गर्नुहोला। तिम्रो पेट चर्किँदा कर्णालीको पेट खुम्चिन्छ,
तिम्रो पेट चर्किँदा कर्णालीको पेट खुम्चिन्छ तिम्रो महल अग्लिँदा तिम्रो महल अग्लिँदा कर्णालीको झुप्रो चुहिन्छ कर्णालीको झुप्रो चुहिन्छ तिम्रो पेट चर्किँदा कर्णालीको पेट खुम्चिन्छ राख्छौ तिमी भना अरूलाई मारी खाको पैसाको चिता बन्दैन खल्ती हुन्न कात्रोको कहाँ राख्छौ तिमी भना अरूलाई मारी खाको पैसाको चिता बन्दैन खल्ती हुन्न कात्रोको तिम्रो मात्रै हैन हेर कुलमै थपा लाग्ने छ तिम्रो मात्रै हैन हेर कुलमै थपा लाग्ने छ कुलमै थपा लाग्ने छ कुलमै थपा लाग्ने छ तिम्रो पेट चर्किँदा कर्णालीको पेट खुम्चिन्छ 96.1 कान्तिपुर FM हामीलाई थाहा छ कि स्वास्थ्य बीमा भनेको भविष्यमा हाम्रो स्वास्थ्य सम्बन्धी समस्याले निम्त्याउन सक्ने ठूलो आर्थिक भारलाई वर्तमानमै व्यवस्थित गर्नु हो आज तिरेको थोरै बीमा शुल्कले भोलि लाखौंको बोझ टारिदिन सक्दछ त्यसो भए के स्वास्थ्य बीमाको जरुरत छैन त आजै स्वास्थ्य बीमा गराउनुहोस् बोझ मुक्त रहनुहोस् सिद्धार्थ इन्स्योरेन्सले ल्याएको छ नेपालमै पहिलो पटक देशैभरका उत्कृष्ट अस्पतालहरूमा नगद रहित उपचार सुविधा सहितको स्वास्थ्य बीमा सेवा 24 घण्टा सेवामा मेडी हेल्थ विभाग सिद्धार्थ इन्स्योरेन्स टोल फ्री नम्बर 1660150050 बीमाका शर्तहरू लागू हुनेछन् ई कान्तिपुरमा अब पाउनुहोस् कान्तिपुर काठमाडौँ पोस्ट साप्ताहिक नेपाल नारी रेडियो कान्तिपुर र कान्तिपुर टिभी लाइभ हेर्ने सुन्ने र पढ्ने मौका एउटै वेब पोर्टलमा साथमा ताजा र ब्रेकिङ समाचार हरपल ई कान्तिपुर नयाँ समय नयाँ आयाम जब साथमा सबैको अब रेड बुल क्याश फुलको पुल अफरिङमा नगद पुरस्कार अझ धेरैलाई रु 1000 2000 5000 10000 20000 र 1 लाख रेड बुल क्याश फुल रेड बुल एनर्जी भरपुर साथमा क्याश फुल रेड बुल द वन एन्ड ओन्ली एनर्जी ड्रिंक ल छोरा अब अति टिभी हेर्यौ एकछिन पढ्न बस त स्कुलमा धेरै पढिसके म त टिभी हेर्छु ए हो ल ठिकै छ तर आजको गुड लाइफ ट्रिट बिस्किट चाहिँ क्यान्सल है त बन्द रेडी बन्द अहिलेदेखि टिभी बन्द बुद्ध वाज बोर्न इन नेपाल बच्चालाई राख्न टिभीबाट टाढा चाहिन्छ गुड लाइफ ट्रिट मिल्क एन्ड हनी ओरेन्ज तथा पाइनएप्पल जस्ता विभिन्न स्वादहरूमा उपलब्ध छ गुड लाइफ बिस्किट्स फर अ गुड लाइफ हेभ अ गुड बाइट गुड The Turning Point. The Turning Point. जीवनका त्यस्ता टर्निङ पोइन्टहरू जसले प्रेरणा दिन्छन् पाठ सिकाउँछन् सकारात्मक ऊर्जा भरिदिन्छन् हजुर त्यस्ता टर्निङ पोइन्टहरू रेडियो कान्तिपुरमा हरेक आइतबार मध्याह्न 12 बजेको कान्तिपुर डायरी पछि अपराह्न 1 बजेसम्म अवश्य सुन्नुहोला सबिनाको साथमा द टर्निङ पोइन्ट
This program is brought to you by Cutlers Pan Diaper. Close Up Deep Action. तपाईलाई ल्याउँछ नजिक र तपाई रहनुहुनेछ नजिक धेरै बेर किनकि यसले तपाईलाई दिन्छ ताजा सास 12 घण्टासम्म. Get closer and spread the love at Close Up Love Fest. अब Close Up Space Love Message टाइप गरी 7001 Facebook/Close Up Nepal वा closeupnepal@gmail.com मा पठाई पाउनुहोस् मौका Samsung ट्याब जित्ने. मेसेज पठाउने अन्तिम मिति 10 February. साथै February 13 मा सिभिल मलमा आई क्लोज अप लभ फेस्ट को मजा लिनुहोस्. Turn on your radio. Turn on your radio. Favorite sounds you hear everywhere that you go. On your radio. 96.1 Kantipur FM. All right, welcome back after that commercial break. कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता ग्ल्यामर एन्ड गफ गोइङ स्ट्रङली. आज हामीले गजबको विषय बनाएका छौं. इन्ट्रेस्टिङ व्यक्तित्व हुनुहुन्छ, उहाँ हुनुहुन्छ हेम पाठक र उहाँले अमेरिकामै रहेर भए पनि नेपालमा सुशासन कसरी कायम गर्ने भन्ने बारेमा जसरी संगीतकर्मीलाई, साहित्यकर्मीलाई र त्यसैगरी पत्रकारहरूलाई उहाँले पुरस्कार राखेर त्यति मात्र होइन, प्रशासनको निकायबाट, देशको अनि प्रहरीको निकायबाट, नेता वा राजनीतिज्ञबाट र त्यसैगरी न्यायको क्षेत्रबाट पनि एक जना नैतिक व्यक्तिहरूलाई पुरस्कार दिने जुन अठोट गर्नुभएको छ उहाँको हेम सरिता पाठक फाउन्डेसनले, त्यो बडो कमेन्डेबल छ. अब यो कुरा यहाँले बुझिसक्नु भएको छ र धेरै कुरा उहाँले पनि बुझाइसक्नु भयो. अब म सर्टकटमा जान्छु किनभने मैले अर्को गीत पनि सुनाउनु छ. रबिन शर्माको मिठो स्वरमा किरण खरेलको शब्द रचना छ भने एकल संगीतकार त भइहाल्नु भयो, वरिष्ठ संगीतकार यहाँ हुनुहुन्छ हामीसँग सँगसँगै नारायण ओलीज्यू. र अब अलिकति अगाडि बढाउन चाहन्छु म, हेम सरतिर फर्कन्छु है म. जस्तो भ्रष्टाचार भन्ने बित्तिकै अघि न अख्तियार दुरुपयोगको कुरा पनि हामीले गर्यौं होइन. यो जुन एउटा नेसेसरी कुरा के हुन्छ भन्दाखेरि नि, जस्तो कानूनको कठघरासम्म पुगाउनको लागि तय गर्ने डिमार्केसनको कुरा गरौँ न. तपाईले गरिबी, अशिक्षा र भ्रष्टाचारी 3 विधामा केन्द्रित हुनु भएको छ तपाईँ हैन, र अहिलेसम्म पुरस्कार दिएर इन्स्पायर पनि गर्नु भएको छ. अब यो तपाईको डेडलाइन 15 वर्ष पनि तोक्नु भयो किन डिमार्केसनको कुरा. अब तपाईले कानूनको कठघरासम्म पुग्नको लागि जुन नेतृत्व वा प्रशासन वा माथिल्लो टाउको तहबाट जुन तपाईलाई सपोर्ट आउनु पर्ने भयो, त्यस्तो वातावरण क्रिएट भएको छ कि छैन मलाई यति भनिदिनुस्. वा त्यतिर जानु भएको छ कि छैन? 100% त्यो वातावरण छैन. त्यहाँ चुनौती छ. वास्तवमा त्यो खालको वातावरण भएको भएदेखि हामीले गर्नै पर्ने थिएन. व्यक्तिगत रूपमा गर्ने यो गर्नु पनि राज्यले हो. राज्यको नेतृत्व गर्ने मान्छेले सपोर्ट गर्नुपर्ने हो. सपोर्ट होइन, काम गर्नुपर्ने कामै उसैले हो. हामीले गर्नुपर्नै थिएन हेमजी. यिनीहरूले नगरेको कारणले गर्दा हामीले सुरु भएको. तपाईँलाई म एउटा उदाहरण दिउँ. अहिले भर्खर म यहाँ आउँदादेखिको यो हल्ला र करिब यो अन्तिम चरणमा पैसा यो भ्रष्टाचार नियन्त्रण गर्ने र यो देश सञ्चालन गरिरहेका व्यक्तिले भ्रष्टाचार न्यूनीकरण गर्नलाई काम गर्छन् कि गर्दैन भन्ने सन्दर्भमा मैले सुनेको यदि 100% डिभिजन लेभलतिर पुग्दाको गलत होइन भने र म तपाईको यो प्रभावशाली मिडिया मार्फत म सचेत पनि गराउँछु. प्लिज एनसेल भन्ने एउटा प्राइभेट ओके कम्पनी छ. छ एनसेल जसले दूरसञ्चारको काम गर्छ. हो, सही हो. त्यो एउटा शेयर होल्डरबाट त्यो एनसेल कम्पनीको शेयर बिक्री भयो. ओके उसले बिक्री गर्यो, स्वामित्व बिक्री गर्यो, हस्तान्तरण गर्यो र अर्को कोही व्यक्तिले अथवा कम्पनीले लियो. हालैको कुरा. त्यो बेच्ने कम्पनीले अथवा व्यक्तिले उसले एनसेल नेपालमा सञ्चालन गरेको बखतमा र उसले बेच्दाको बखतमा जुन उसले तिर्नुपर्ने लाभांश कर हो नि, करिब 50 अरब हुँदो रहेछ एमजी. माई गुडनेस, 50 अरब. त्यो 50 अरब उसलाई नतिराइकन त्यो 50 अरब व्यक्तिगत लाभको निमित्त खानको निमित्त तत्सम्बन्धी विभागका प्रमुखहरू र सबै पोलिटिकल पार्टीहरू यहाँ इन्भल्भ छन् भन्ने सुनेको छु. योभन्दा अत्याचार के होला? 50 अरब यदि पैसा भयो भने अहिले भर्खरै भूकम्पबाट पीडित जो हिउँको पीडामा छन्, खान पाएका छैनन्, उनीहरूका खुट्टा चर्च सबै फुटेका छन्. 50 अरबले तिनीहरूलाई सबैलाई घर बन्छ बन्दैन, टेम्पोरेरी घर बन्छ बन्दैन. त्यो पैसा उठाएर उसको कर उबाट कर लिएर आखिर उसले बेचिसक्यो, पैसा अरबौं कमायो उसले तिर्नुपर्ने कर लिएर त्यो राज्यको करबाट एउटा गभर्मेन्टले निर्णय गराएर भूकम्प पीडितलाई यो पैसा लगाउँ भन्न सक्दैन. सरकारले जे निर्णय पनि गर्न सक्छ नि, तर सरकारमा बसेका सबै मान्छेहरू, निर्णयताका सबै मान्छेहरू यसमा लागेका छन् भन्ने सुनेको छु. र यदि यो कुरो सही हो भने यो 50 अरब लाभांश कर सरकारको कोषमा आएन भने हेमजी तपाईँ हामी सबैले भएर यो काममा लाग्ने, यो निर्णयमा संलग्न मान्छे र यो पैसा खानेलाई यिनीहरू मरेका
भोलिपल्ट पनि यिनीहरूको लास पनि जेलमा हाल्नुपर्छ। होइन पर्छ, त्यो त अब सजाय त पाउँछन् अवश्य पनि। बाँचिन्जेल यिनीहरू जेलमा परेन भने यिनीहरूको लासलाई एक दिन भए पनि जेलमा हाल्नु। सबै पक्षबाट उदाहरण बनाउनको लागि म खुसी छु, एउटा उदाहरण होला तर तपाईँ प्रयास गर्नु भएको छ एकदमै राम्रो नारायणजी। जस्तो एउटा गीत छ यहाँनिर हाम्रो रविन शर्माले गाउनु भएको, यो गीतको छोटो मर्म भन्दै मैले तपाईँलाई एउटा सोध्नु अघि नै चाहेको थिएँ, सिडी दिनुभयो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिनुभयो, यो मतलब भन्नाले तपाईँले यो सिडी सुनौँ है भनेर हाम्रो होइन दिने मैले प्रपोजल आफैले मैले इन फ्रन्ट अफ उसमै गरेको हो नि विपक्ष हिसाबमा। उहाँहरूले पनि सुन्नु त भएको छ, सुन्नु त पर्यो नि, अब सुन्नु कतिखेर सुन्नुभयो भनेर। तर निदायको एक्टिङ गर्नेलाई त जगाउन त सकिँदैन, निदायो भने मात्रै हो। ल ठिक छ, यो एफएममा आएर यसका गीतहरू यो फ्लप भएर थन्किसकेको अवस्था आउला यदि राम्रो प्रचार प्रसार भएन भने अब माइक लिएर हिँड्न मात्र बाँकी रहेछ हेम पाठक सरले, बाँकी अरू कुरा त यहीँबाट पनि गरिदिइहाल्नुभयो, कति अत्याचार भइरहेछ देशमा भन्ने कुराको होइन। अब यो नगरुन्जेलसम्म दोल नकाडुन्जेल जनताहरू किन सुतिरहेछन् यो कुरो पनि थाहा छैन, बडो गाह्रो अवस्था छ। अहिलेको लागि म यो गीत बजाउँछु रविन शर्माको स्वरमा आबद्ध नारायण उलेको सङ्गीतमा, र यसमा शब्द रचना किरण खरेल जस्ता व्यक्तित्वले गर्नुभएको छ। सो लेट्स इन्जोय दिस नम्बर। अन्तिम कुराकानीको लागि आउनेछौँ, कुराकानी निकै पावरफुल छ तर सबै जनताले सुन्नु पर्ने छ। थ्याङ्क यू भेरी मच। जुनी जुनी बिते पानी, जुनी जुनी बिते पानी, भ्रष्टाचारी चोखिँदैन, दुधै दुधले धोए पानी, दुधै दुधले धोए पानी, उसको पाप मेटिँदैन। होशियार होशियार भ्रष्टाचारी हो, होशियार होशियार भ्रष्टाचारी हो, देशलाई धोका दिने अत्याचारी हो, देशलाई धोका दिने अत्याचारी हो। उपियाँ भइचुस्यौ तिमीले रुपियाँको लागि, उपियाँ भइचुस्यौ तिमीले रुपियाँको लागि, धेरैलाई छल्यौ ढाक्यौ लाज शरम त्यागी, धेरैलाई छल्यौ ढाक्यौ लाज शरम त्यागी। होशियार होशियार भ्रष्टाचारी हो, होशियार होशियार भ्रष्टाचारी हो, जताततै बदनामी अत्याचारी हो, जताततै बदनामी अत्याचारी हो। Kantipur FM. Red Bull छ जब साथमा सबैको छ। अब रेड बुल क्याश फुलको पुल अफरिङमा नगद पुरस्कार अझ धेरैलाई रु 1000, 2000, 5000, 10000, 20000 र 1 लाख। रेड बुल क्याश फुल, रेड बुल एनर्जी भरपुर साथमा क्याश फुल। Red Bull, the one and only energy drink. विश्वास छ सबको यसैमा, पाइन्छ थरी थरी रङमा, बलियो बग्लो हर पर्दो छ, रोजाइ सबको एसटी कार्पेट। पैसाको महत्व बुझ्नुहोस्, कार्पेट दाजेर किन्नुहोस्, मिल्दो जुल्दो नामसँग सावधान हुनुहोस्। एसटी कार्पेट किन्दा कार्पेटको पछाडि एसटी को लोगो र एसटी लेखेको हेर्न नभुल्नुहोस्। अब घर अफिस सबैको रोजाइ एसटी कार्पेट, अन्य भन्दा बाक्लो दाजेर त हेर्नुहोस्। गौरव गर्छु म नेपाली हुँ। भन। हाई। हेलो। अझै रिसाइरहेको छौ? छैन। नरिसाउ न, सरी नि। हैन, म रिसाएकै छैन। सुन न, एउटा कुरा सोध्छु है। स्योर। कराई र प्रेसर कुकरको कसरी लप पर्यो थाहा छ? प्रेसर कुकरले जहिले सिटी बजाएर। तिम्रो जोकको चोइस कहिले सुध्रेन है? ओ सरी। लाला नाटक, इट्स ओके। जाऊ कुकरमा भात पकाऊ। सम्बन्ध गहिरिन्छ जब कुराकानी लम्बिन्छ। प्रस्तुत छ एनसेल भोइस प्याक। अब आफ्नो सुविधा अनुसार *17118# डायल गरी एनसेलको दैनिक वा साप्ताहिक प्रिपेड भोइस प्याक खरिद गर्नुहोस् र
र एनसेल नेटवर्कभित्र रु 1 देखि 86 पैसा प्रति मिनेटसम्मको न्यून मूल्यमा ढुक्कसँग कुराकानी गर्नुहोस्। दैनिक भोइस प्याकको अवधि सुरु भएको समयदेखि 24 घण्टाको हुनेछ र साप्ताहिक भोइस प्याकको अवधि सुरु भएको समयदेखि 7 दिनको हुनेछ। शर्तहरू लागू हुनेछन्। पल्स 20 सेकेन्डको हुनेछ। थप जानकारीका लागि 17118 निशुल्क डायल गर्नुहोस्। एनसेल, नेपालकै लागि। क्लोज अप डीप एक्सन तपाईलाई ल्याउँछ नजिक र तपाई रहनुहुनेछ नजिक धेरै बेर, किनकि यसले तपाईलाई दिन्छ ताजा सास 12 घण्टासम्म। गेट क्लोजर एन्ड स्प्रेड द लभ एट क्लोज अप लभ फेस्ट। अब क्लोज अप स्पेस लभ मेसेज टाइप गरी 7001 Facebook/closeup नेपाल वा closeupnepal@gmail.com मा पठाई पाउनुहोस् मौका स्यामसङ ट्याब जित्ने। मेसेज पठाउने अन्तिम मिति 10 फेब्रुअरी। साथै फेब्रुअरी 13 मा सिभिल मलमा आई क्लोज अप लभ फेस्टको मजा लिनुहोस्। Number 1 on your dial, the station with a smile. 96.1 Kantipur FM. अलराइट श्रोता, अवश्य पनि मैले जुन एउटा उद्गारबाट सुरुवात गरेको थिएँ, घुस लिने र दिने दुवै राष्ट्रका ठूला शत्रु हुन् भनेर नेपाली जनताको हरिबिजोग यसैले गरेको छ। वास्तवमा यसैलाई मात्र सुदृढ बनाउन सक्यो भने यो देशलाई सिङ्गापुर बनाउन कुनै समय पनि लाग्दैन। 50 वर्षमा कस्ता कस्ता युद्ध देशहरू कुन ठाउँमा पुगिसकेका छन्, तर हाम्रो देश त्यस्तै छ। यसको मुख्य कारण यही नै हो भन्दै अब हामी बटम लाइनतिर लाग्छौँ र यसका लागि म एकदम बटम लाइनको लागि आग्रह गर्छु हाम्रो हेम सरिता पाठक फाउन्डेसनका जो संरक्षक हुनुहुन्छ, आफू फाउन्डर हुनुहुन्छ, उहाँसँग म हेमजी जस्तो अब हाम्रो समय सकियो, एउटा गीत छोटो मैले हाम्रो प्राविधिक साथीलाई अलिकति रिवाइन्ड गरेर राख्नु भनेको छु। यो गीत जतिसम्म बच्छ बजेन आफ्नो ठाउँमा छ। लोचन भट्टराईको स्वरमा डाक्टर भोलारी आलको शब्द रचनामा आधारित भएको र तपाईको नारायण ओलीको संगीत भएको। त तपाईको जुन यो प्रोजेक्ट छ, मलाई अब लास्टमा यति भनिदिनुहोस् कि फाइनली एउटा लाइनले सबभन्दा पहिले त तपाईँ यो फिडब्याकको लागि के छ, तपाईँको इमेल अथवा फेसबुक अथवा एड्रेस वा के, तपाईँको फाउन्डेसन भित्रमा भ्रष्टाचारी विरोधीहरूका लागि जुन स्ट्याम्प लगाउन के हो तपाईँको ठेगाना, त्यो भनिदिनुहोस् न प्लिज। हाम्रो ठेगाना फेसबुक छ हाम्रो। हजुर हजुर, सबैभन्दा सजिलो अहिले सबैले हेर्ने तत्काल फेसबुक हो। भनेपछि हेमसरिता पाठक फाउन्डेसन टाइप गर्यो भने आउँछ त्यो। ओके, फिनिस्ड। अरू वेबसाइटमा पनि जान सकिन्छ, हामी वेबसाइटमा पनि जान सक्छौँ हामी। ओके, र हामीलाई पर्सनली फोनबाट पनि गर्न सकिन्छ। www.hemsaritapathakfoundation.com र फोन नम्बरको लागि 512-897-9705 यो अमेरिकाको तपाईँको पर्सनल सेल हो। ओके, त्यसमा तपाईँ जेसुकै पनि यस अभियानमा आउन चाहनेलाई स्वागत गर्नुहुन्छ। र अन्तिममा यो अभियानमा हातेमालो गर्नका लागि संगीतकर्मी, साहित्यकर्मी, पत्रकार, राजनीति, प्रशासन, प्रहरी र न्याय क्षेत्रका व्यक्ति जसरी राख्नु भएको छ पुरस्कार सहित, उहाँहरूलाई के भन्न चाहनुहुन्छ अन्तिममा यसलाई अभियानलाई पूरा गर्न? म सबै तह र तबकाका सम्मानित व्यक्तित्वहरूलाई र पेसाकर्मीहरूलाई के अनुरोध गर्न चाहन्छु भने यो मुलुक तपाईँको कारणले गर्दा नबिग्रियोस्, यो मुलुकका गरिब जनताहरूले दुःख नपाउन्। अब धेरै भयो। कृपया तपाईँ भ्रष्टाचार नगरिदिनुहोस् र अरूलाई पनि गर्न नदिनुहोस् र भ्रष्टाचार गर्नेलाई कारबाही गरिदिनुहोस् भनेर सबैलाई म अपिल गर्छु र अनुरोध गर्छु। द्याट्स द बटम लाइन। अरू कुराको लागि हामी पनि छँदैछौँ र प्राविधिक सहयोगी साथी कृष्ण भण्डारीले हार्दिक धन्यवाद दिँदै वरिष्ठ संगीतकार नारायण ओली र म हेम सुवेदी अनि पाठक, यो हेम सरिता पाठक फाउन्डेसनका संरक्षकका साथमा तिनैजना बिदा चाहन्छौँ। बाई बाई, हेभ अ वन्डरफुल डे। वन्स अगेन एउटा कुरा याद गर्नुहोला कि भ्रष्टाचार सामाजिक अपराध हो, यसलाई सबैले डटेर सामना गर्न सकियो भने देश धनी हुन्छ कालान्तरमा। थ्याङ्क यू भेरी मच। एक दिन त पक्कै निर्मूल हुन्छ भ्रष्टाचारको रोग, एक दिन त पक्कै निर्मूल हुन्छ भ्रष्टाचारको रोग। त्यही दिनबाट जनताले छाड्नेछन् गर्न शोक, त्यही दिनबाट जनताले छाड्नेछन् गर्न शोक, छाड्नेछन् गर्न शोक, छाड्नेछन् गर्न शोक।